सन्डे छुट्टीको दिन चाहिँ खेल्नुपर्छ है भाइ। स्कुल पनि गाडीमा ला लु तारहरू के चाहिँ पचाउनु पर्छ बिहानको त अघि नै पचिसक्यो होला। छोड्दै बुढोले खेल्ने रहेछ। मैले टिप्यो अस्ति त्यहाँको त अस्ति टिपेको थिएँ त। ए होइन ए तल त देखिन नि त। हैन आउँछ जति टिप्यो झन् झ्याङ मजाले उर्छ। तल छ एक जग्गा टिप्यो तल अन्त तल छ ए पुरै भर्छ त के कसैले कुन लानेहरु होला नि त। सिस्नो नम नम टिपेको ओइ छैन सिस्नो छ त्यहाँ सिस्नो छ त्यहाँ नजा अलिकति हुँदैन नि त्यो नम नम भनेपछि चाहिँ आकाशले ज्यानै फ्याँक्छ है। मेरो रिल्सहरु कस्तो लाग्दैछ साथीहरु राम्रोसँगले हेर्नु होला अन्त भिडियो पुरा हेर्नु होला लाइक शेयर गर्नु होला स्किप नगर्नु। मन पर्दैछ रिल्सहरु राम्रो छ। मेरो दाँत खत्तम भयो अब चाहिँ अटेरी गरेर हुँदैन डाक्टर देखाउन जानै पर्छ। फुकाल्नु पर्छ त्यो फुकाल्नै पर्छ यो हुँदैन न भाइ। आतंकवादी जस्तै भएर बसेर के हुन्छ आतंकवादी निम्बी हो आतंकवादी पेगिरो के एक्याङ हिमु आतन वा ओ पेगी हो लुंगा चोकोबार हो फेतलार हो के भनेको त्यो चाहिँ के भनेको चोकोबार फेतलार भने याद छैन। सुब्बा कुरा बोल्नु रे सुब्बा कुरा त त्यस्तो पनि कहिले सुब्बा कुरा बोल्छ। चोकोबार हो फेतलार हो भनेको आज चाहिँ अलिअलि हाम्रो चाहिँ यता चाहिँ घाम लाग्यो साथीहरु हैन अन्त लुगासुगामा अलिअलि सुक्यो तर हल्का फुल्का यहाँ बारिश चाहिँ हुने वाला है। अभी थोड़ा थोड़ा बारिश होने वाला है थोड़ा अच्छा वाला बारिश होने वाला है। साथीहरु कमेन्ट गरिदिनु होला दाँत दुखेकोमा चाहिँ के गर्नुपर्ने हैन। अत्याचारै पानी फोका पनि निस्केको छ फुल्लेर यस्तो भएको छ है। आधी जिब्रोले मात्रै बोल्दैछु आधीले मात्रै। आज फेरि ककुले झिङ्गे माछा बनाउनु परेको हो अस्ति आसामबाट पठाइदिएको झिङ्गे माछा चाहिँ आजै बनाइदिएछ कि आम्मामा बडा मुस्किल पर्यो ज्वरो फुटायो मेरो। गान्धीजीको जस्तो चस्मा लगायो मान्छे यहाँ दाँत दुख्यो भन्दा पनि सुन्दैन के चाहिँ गर्दो रहेछ हेरौँ है त साथीहरु के चाहिँ गर्दैछ। टेलर काम त होला नि हैन। आया दाँत दुखेको के पो हेरेको या ठिकै छ तपाईँ एकदम त्यो सुपारी हो कि दाँत हो मुखको हौ घरको मान्छेहरू हौ कहिलेको घर सोरेको तैँले चाहिँ बिहानै सोरेको त यो घर त नि के मेल अघि सोरेको थियो जसकै घर सोर्ने नि पहिला नसोर्ने जस्तो है। पहिला त सोर्थेन नि होइन ककु पहिला सोर्थेन र त मैले अहिले भनेको गेलछिन पुरा सफा गर्ने भएको छ मैले 2-3 दिन भइगयो त विचार गर्दैछु हो सडक अहिले पुसपास पाइहाल्यो पार्यो ठिकै छ राम्रो गुड भनेको नि देखा त देखा नम नम आहा ए चाहिँ दिदीले त हुँदैन जाउँ हामी जंगल नम नम दिदी जाने जाउँ फेरि टिप दिन्छु जान्छस् हाम्रो बारीबाट ल्याउँ ल
हुन्छ ल जाउँ नम नम टिप्नु त्यो भोलि स्कुल लाग्छ लाग्छ मन्डे होइन हालिदिउँ ल भाइ र म चाहिँ नम नम टिप्नु हिँडेको यसलाई चाहिँ नम नम पुरा मनपर्छ है भाइ आज तिम्रो नाम के हो आकाश हो आकाश राई भन् न आकाश राई अँ मुसाफरी राई एकछिन रुक त साथीहरू अहिले हामीले नम नम टिपेर आइसक्यो हामीले यति चाहिँ टिपेको छ देखाउँछु होला तपाईँलाई आमा चाहिँ गइसक्यो हेर्नुहोस् है त्यतिजना चाहिँ देखेन मैले थाहा चाहिँ देखेन लिन्छ आमा आमा फटी फर्कन अरे 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 नगर न सिधै गर अहिले चाहिँ यति नम नम साग नम नम चाहिँ यहाँ छ है यति टिप्यौँ जाउँ अहिले चाहिँ घर फर्केको हामी त अर्को भिडियोमा भेट्नेछौँ हामीहरू त बाई बाई गाइस लाइक एन्ड सब्सक्राइब गर्नुहोस् है